हाई गाइज हाम्रो घरमा चाहिँ आज के स्पेसल पाक्दैछ म हजुरलाई देखाउँछु है आलु काटेको पनि देखाउनु भन्दै हुनुहुन्छ यताबाट हाई मम्स के बनाइरहेको आज सेलरोटी ल यस्तो राम्रो किसिमै राम्रो रोटी बनाउँदै हुनुहुन्छ हाम्रो मम्मीले चाहिँ बेबी हजुरलाई रोटी कस्तो लाग्छ सेलरोटी राम्रो राम्रो कि मिठो मिठो हो र यस्तो हुनुहुन्छ मलाई हेर्न सक्नुहुन्छ यहाँ पाक्दैछ रोटी चाहिँ कस्तो लाग्छ मम्मीले रोटी एकदम मिठो तिमीलाई कस्तो लाग्छ मलाई पनि एकदम मिठै लाग्छ भन्नु पर्यो यहाँनिर छ पिठो मलाई लाग्छ रोटी मिठो हो यता पनि यता चाहिँ पाकिसकेको छ है म र रोटी त सेम सेम देख्यो भाइ रोटीसँग आज हामी बहिनी पनि पिरो आलु साँधेको खाँदैछौँ आमाले बनाउँदै हुनुहुन्छ यता हाम्रो आमा हुनुहुन्छ आमाले काट्दै हुनुहुन्छ है समीरू हामी 3 पुस्ता छौँ गाइस फेरि आमा मम्मी म नातिनी 3 पुस्ता तिमी त झन् सानो हो कि ऊ त झन् सानो हो ल रोटी खान चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला गाइस बाई थ्याङ्क यू फर वाचिङ